हेलो जय मसी। आज चाहिँ म चाहिँ खुसी छु किनभने खुसी त सधैँ नै हुन्छु भाइ। आज चाहिँ मेरो बहिनी म चाहिँ यहाँ ड्युटीबाट निस्किँदैछु अलिकति अगाडि निस्केँ किनभने मेरो साथी मेरो बहिनी 2 वर्ष बाद हामी भेट्दैछौँ। अस्ति एकछिन चाहिँ भेट्यौँ यहाँ बजारमा पर्खिरहेको छ अरे। त्यो चाहिँ बेङ्गलोरबाट आएको हो है मेरो चर्चको बहिनी। यहाँ डिपी पनि जाने रहेछ आउँदैछ अरे। आज चाहिँ हाम्रोमा बस्ने भएको छ त्यो चाहिँ है। त्यही कारणले गर्दा चाहिँ म त्यसलाई रिसिभ गर्नु चाहिँ अलिक अगाडि जाँदैछु। दिवस चाहिँ एकछिनमा निस्किन्छ ड्युटीबाट उकालो आउँदैछु। त्यो चाहिँ अब यहाँनिर एकदमै इन्टु साथी है मेरो बहिनी, मेरो घरकै बहिनी जस्तै नै हो। हामी एउटै मण्डलीको बेङ्गलोर चाहिँ बिहा भएर चाहिँ बेङ्गलोरमा सेवाकाई गर्छ। यहाँ म भेट्दैछु मेरो बहिनीलाई, मेरो साथीलाई। एकदमै हामी चाहिँ इन्टु भनौँ न है। हामी सेवा जाँदा जहाँ जाँदा सँगै जान्थ्यौँ। त्यसले मलाई पर्खिरहेको हुन्थ्यो। अहिले चाहिँ अब त्यो टाढो भएको छ है। हुन्छ हेर्नुहोस् न अब त्यसलाई म हेर्दैछु। स्टेसनमा चाहिँ आइपुग्यौँ। त्यो चाहिँ आउँदैछु भन्दै थियो तर कहाँ छ त्यो परबाट चाहिँ आउँदैछ। आइपुग्यो यहाँ हो कविता चाहिँ मेरो बहिनी चाहिँ साथी चाहिँ आइपुग्यो अरे। म के लानु भन्दैछ हो त्यसलाई मैले केही पनि नकिन भनेको तर यसले पोका पोकी बोकिरहेको छ लान्छु के बल्ल बल्ल आएको अरे। के लानु भन्दैछ हो। म चाहिँ केही पनि नलैजाऊ भनेको बेलामा के भन्दैछ। आयो भइहाल्यो नि किन के लानुपर्छ। हामी चाहिँ घरतर्फ जाँदैछौँ। अब आज 2 जनाको चाहिँ गफ कति हुन्छ 2 वर्ष बादमा भेटेको है। अन्त आउँदिनँ भन्दै थियो हो अस्ति चर्चमा एकछिन भेटेको थिएँ तर फेरि यसलाई मनले मानेन होला नि त बल्ल बल्ल आउँदा पनि है भनेर चाहिँ लन्च गऱ्यो त। हामी चाहिँ यो बाटो जहिले पनि 2 जना सँगै भेट भएर आउँथ्यौँ जान्थ्यौँ है सन्डे पछि है। तर अहिले चाहिँ यो चाहिँ एकदमै टाढो गएको छ। टाढो गएको छ। योपालि पनि आउँदिनँ भन्दै थियो। मोटेको छैन स्लिम भएको छ राम्रो देखिरहेछ हो। अन्त यो चाहिँ एकदमै बिजी थियो आउँदिनँ नि म भन्दै थिएँ कि तर पनि अहिले मनले मानेन होला हो आएछ। एकदमै थ्याङ्क यू सो मच सम्झेर आएकोमा। परमेश्वरले धेरै आशिष दिउन् तबुलाई है। तबु स्टेसन चाहिँ यस्तो छ है दार्जिलिङको। तबी त आज कति 2 वर्ष बादमा हिँड्दैछ होला है। फोटो खिच्दिउँ ल बोल्ला। चाहिँ हामी स्टेसनमा चाहिँ दिवसमा पर्ख्यौँ। दिवस पनि आइपुग्यो। हामी चाहिँ बादमा चाहिँ घरतर्फ जाँदैछौँ। अन्त क्यान्सल गरी कति जग्गा यो चाहिँ बल्ल बल्ल आएको अरे भ्याएन अरे हो। सन्दनपुर जान भ्याइसकेको छैन अरे भन्दैछौ। पुरा लुती भएर आएछ झन् यता घुम्दा उता घुम्दा घट्ने रहेछ। 2-3 केजी चाहिँ घट्ने रहेछ। अहिले भन्छु घरमा कहानी। हामी चाहिँ कागझोडा आइपुग्यौँ बादमा चाहिँ दिवसमा चाहिँ आउँदैछौँ 2 जना है बहिनी। पहिला हिँड्थ्यो 2 जना सेवामा। म त अहिले पनि यसमा यहीँ हिँड्छु। यो चाहिँ टाढो भएको छ जाम भएकोले गर्दा चाहिँ हामी चाहिँ हिँडेर आउँदैछौँ। ड्युटीबाट आएर चाहिँ मैले स्टेसनमा रिसिभ गरेँ। त्यहाँबाट चाहिँ हिँडेर हामी कागझोडा आइपुग्यौँ।
यहाँ को आउँदै रहेछ यहाँ मुख छोप्दैछ जयमसी आशिष एक पो रहेछ हेर्नु यो आन्टीलाई चिनेन चिनेनहरू भनिदेऊ को हो भनिदेऊ न चिनेन आन्टीले यहाँ चाहिँ हामीले नर्जेनलाई भेट्यौँ चेतनाको छोरीलाई नर्जेन भाइ बाई बाई ल म त लोभ लाग्यो भन्नु है अब हेर्नु लोभ लाग्यो मलाई त म चाहिँ कहिले भन्नु हामी चाहिँ यहाँ आइपुग्यौँ निम्ति डाँडा उसमा अब ओह्रालो झर्दैछौँ घर आइपुग्दा त्यो गरम भएर म त कोट पर्यो कोक खानु पाउँदिनँ किनभने खुट्टा दुख्छ यसलाई चाहिँ कोक पनि ल्याइदिएको छु रातो रातो भएर आइरहेको छ कोक दिन्छ चिसो ए यहाँको चाहिँ घर आइपुग्यौँ यहाँ छ चाबी मेरोमा ए हो प्रभु पर्खाइ ए कस्तो दामी फुल फुलिरहेछ त्यहाँ त फोटो खिचेर लान्छु ल म ए त्यो बारीहरू चाहिँ के गर्नु भन्नु कुन बस रेस्ट गर चिसो 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 ल्याइदिन्छु नि तल आइपुग्यौँ है 2.5 वर्ष बादमा आइपुग्यो कविता त्यति बेला कस्तो थियो आज कस्तो लाग्यो कमेन्ट गर्नुहोस् ल त्यति बेला कस्तो थियो अहिले कस्तो लाग्यो पहिले कस्तो थियो दामी लाग्यो दामी भन्छ टाइल्स लगाएको त अन्त भुइँमा यसलाई चाहिँ म यहाँ चिसो हालिदिँदैछु हामी चाहिँ खाँदिनँ खुट्टा दुख्छ यसले खाएको हेर्दै बस्नु लुखा उयो गरम भयो भने त्यसो माथि छतमा आएको छौँ अब अभिषा चाहिँ नाच्छ अरे यहाँ प्रभुको गीतमा बल्ल बल्ल भेट भएको दुईजना अब यसो रिबनको लागि ल ल ल ल यसो रिबम्बरको लागि चाहिँ नाच्छौँ भन्दैछ यो हेरौँ कस्तो दामी नाच्छ फेरि हो एल्डरनी आमा हो एल्डरनी आमा संसारमा बस्ने गाह्रो छ स्वर्गको बाटो स्वर्गको सासो यो जीवन अधुरो सम्झौजना स्वर्ग जाने दो बाटो भेटायो जीवन स्वर्गमा त्यसै जानेछ जीवन स्वर्गमा त्यसै जानेछ चाहिँ मोमो खाने अरे हो मोमो बिफको मोमो चाहिँ उता खानु पाउँदैन अरे अनि हामी चाहिँ मोमो बनाउँदैछौँ डल्ला पनि काट्दैछ अहिले है बहिनी एक डान्स दिएर पनि आएको दुई किसिमको छ यहाँ चाहिँ एउटा चाहिँ स्टा हालेको छ एउटा चाहिँ नहालेको छ मोमो बनाउँदैछु यहाँ मोमोको किमा सिमा चाहिँ मेरो बुढाले सबै रेडी गरिसकेको छ यता हेर त खै पसिनु भयो कि भएको छैन यहाँ अब हामी मोमो बनाउँदै खै अलिक ठुल्ठुलो बनाउनु मोमो छ आज मोमो हेर्नुहोस् अब यसलाई चाहिँ म यसो सपोर्ट गर्दैछु यसलाई पनि सघाउँदैछु हो पाहुना आएको छ यहाँतिर बेङ्गलोरबाट कहाँ यसलाई मात्रै गर्नु लाउनु भनेर नि डल्ला चाहिँ मैले पनि भाँचिदिँदैछु उता पाउँछ बिट त तर यता जस्तो राम्रो हुँदैन नि त हो त्यसले गर्दा चाहिँ मेरो दिदी भेनाकोमा चाहिँ बिटको मोमो खाने आज कति खान्छु देखाउँछु नि ल गाइस मोमो पाक्दैछ धमाधम मसी हुन्छ मोमो धमाधम पाक्दैछ यसलाई चिसोमा हाल्दै थियो मैले कता हो मोमो खाँदै डल्लो मोमो अब मोमो पनि पाक्दैछ कस्तो भएछ मिठो भएछ
मोमो खाइसकेर चाहिँ यिनीहरूले चाहिँ यो थपनी यिनीहरूको सुप हालिदिउँ यहाँ कस्तो कम्ती खाँदैछ कम्ती यहाँ त यहाँ त तैँले बनाएको मोमो यो चाहिँ यसले बनाएको दामी भएको छ दामी यहाँ पनि हेर्नु सक्नुहुन्छ मलाई चाहिँ जुन मम्मी मनपर्छ हामी चाहिँ बेङ्गलमा यस्तै बनाउँछौँ नि त हामी चाहिँ 12 बज्नु आँटेछ बात पार्दैछौँ स्कुटीमा अन्त मेरो जिउ बिचराले उसले त सक्थ्यो मलाई नै डर लाग्यो आफै जोगिनु पर्यो नि त होइन त्यसले गर्दाखेरि भरे म चाहिँ यहाँसम्म देवरको गाडीमै त्यहाँदेखि फेरि गाउँको त्यो सोताङ गाडीमा रातिको 12 बजी चाहिँ हामी बात पार्दै चिया खाँदै आउँदाखेरि चाहिँ रिसेटको गाडी नित्य भाइ मेरो भाइ हो होइन मामाको छोरा त्यसको गाडीमा आएँ फाटकसम्म गाडी फाटक छ त्यहाँदेखि बजार आइन साली भेना बात पार्दै तेर्सो परेर चाहिँ फेरि स्कुटीमै गए घरसम्म चाहिँ चिया देखाइदियो त यता भाइ चाहिँ केमा गयो भाइ र म चाहिँ स्कुटीमा त्यहाँदेखि गऱ्यौँ है फोटो खिच्यौँ है फोटो खिच्यौँ कस्तो ब्युटी फोटोहरू निस्क्यो हामी दुईजनाको हो यसको गाला एप्पल जस्तो भएर चाहिँ एप्पल जस्तो दुईजनाको अनुहार त सानो त होइन ठुलै हो होस् ठुलै होस् खानु नपाएको जस्तो के गर्नु ब्युटी नै चुङ्ने आज चाहिँ तबिता चाहिँ अब हाम्रोबाट चाहिँ जानु आँटेको छ हामी चाहिँ बिजाबारीहरू आँटेको छौँ धुम्म भइरहेछ बाहिर पनि खोइ बत्ती काटेको त्यस्तो भइरहेको छ खोइ दिवस चाहिँ कता भयो दिवस चाहिँ एकदम सालीको बेगहरू पुऱ्याउनुको लागि चाहिँ माथि जाँदैछ आज चाहिँ हामी चाहिँ अब छुट्टी दिन्छौँ अब कति वर्षमा आउँछ फेरि अब कति वर्षमा त्यो भन्नै सक्दिनँ प्रभु इच्छा के छ होइन फेरि भेटघाट गर्नुपर्छ मेरो दिदीसँग ल मायालाई भेना गयो हो बाई बाई गरेर आँखाबाट त आँखा सानो छ हो आँसु चाहिँ घोडाबाटै निकाल्नु पऱ्यो गाइस मेरो पोका सालीको पोका बोकिरहेको छ बेगहरू हो धन्यवाद तपाईँहरूलाई परमेश्वरले आशिष दिउन् मलाई पो धन्यवाद भन्छ सालीलाई